रोपिसकेको छौँ साथीहरू। रोप्न त के मैले केही पनि रोपेकै छैन। म चाहिँ बिछन फालेको फाले उनीहरूले रोप्दैछ यसरी। साथीहरू मुसुरीको दाल, अचार, खोर्सानी, आलु, बदाम अनि उ त्यो पनि थियो के भन्छ अदौरी के भन्छ त्यो थियो अनि खिरा। हाम्रो अब जन्म यस्तै यस्तै साग हुन्छ। मोमोको चटनी साथीहरू। त्यहाँ चाहिँ हाम्रो मोमो पाक्दैछ। यहाँ मासु मोमो पाकिसक्यो अब मासु पाक्न बाँकी छ। अनि यता यही हो आजको पार्टी। बोल्नु न निखुलाई पनि 4 जना हामी छैन। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल कृति ब्लग। गाइज फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को दिनको अर्को ब्लगमा। म चाहिँ एकदम सन्चै छु। हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ भन्दै आशा राख्दै ब्लग स्टार्ट गर्दैछु। अनि बिहान बिहान मैले कति खुसीको खबर पाएको छु साथीहरू। मेरो टिकटकबाट पैसा आयो। टिकटकबाट पैसा आयो साथीहरू। मेरो कति खुसी लागेको छ। कति आएको छ त्यो चाहिँ भन्न मिल्दैन, त्यो चाहिँ सिक्रेट होइन। तर आयो पैसा फाइनली मेरो। त्यही पनि कसको कारणले? ब्रेकअपको कारणले। नभए त म त भनेको थिएँ लु अब मेरो पैसा गयो, त्यसकै कारणले आएको छ। थ्याङ्क यू। अब आज अहिले चाहिँ खुसी छु। अहिले एकछिन यहाँ खेतरोपमा जाँदाखेरि चाहिँ अनि हालत खराब हुन्छ। वहाँ घर बसे नै कि लुटेर पहिले आ गए। वहाँ अब पानी खुवाउनु अरे यता घर बसे नहीं कि लुटेर पहले आ गए। हमने त शङ्करबिलमा कन्सर्ट लागेको छ साथीहरू। गङ्गु छेत्री आउँछ। हेर्नु साथीहरू मेरो गाईले यति दुध दिन्छ। यति दुध दिन्छ है। कसैले चाहिएमा सम्पर्क गर्नु होला। ल अरे बा राति हुँदैछ के हो साथीहरू। हेर्नु त पुरै मेघ नै मेघ लगाएको छ। पानी त डर पर्छ होला सायद। कसरी खेत रोप्ने यस्तो पानी दर्रो पडेगा। घाम नगर भगवान भनेको थिएँ। घाम एकैचोटि यस्तो त नगरिदियो भनेको थिएँ यार। हिजो कस्तो घाम थियो भन्दै बा यस्तो घाममा त सक्दिनँ रोप्नलाई। भगवान प्लिज एकदम शीतल गरिदिनु भनेको बा। जरा मेरो कुरा एकदम धेरै नै सुन्नुभयो के भगवानले। पुरै सब अन्धकार अन्धकारै अन्धकार। मेरो आप पनि सिद्धि आँटिसकेको साथीहरू। अब यति नै लट्केको छ सवाद आँप। लाके बिछल्के हेर्नु न बाख्रे खेत रोप्न जाँदैछु कि घुम्न जाँदैछु। म लिपस्टिक मात्रै लगाएको छु अनि सनस्क्रिन। घाम निस्किन्छ नि त त्यही भएर सबभन्दा फर्स्ट त मै आएँ कि क्या। हिँड्दै आउँदैछ नि त अरूजना त्यही भएर अब लगातार खेत रोप्दै फेरि खन्थी भइहाल्छु साथीहरू। अनि तपाईँहरू मलाई चिन्नुहुन्न अनि भन्नुहुन्छ ला कृति कसले खेर ला कृतिको साटो के भ्लग बनाइस्। कृतिको साटा कसले भ्लग बनाउँदैछ ला यसलाई त चिन्न। यस्तै भन्नुहुन्छ अलिक दिनमा म खप्सी हुन्छु कि हाल्नु ल यस्तै भन्नु। तर आज धन्नलाई घाम छैन गाइस। खेत पुगिसक्यौँ साथीहरू। यही हो यति कति बिघा छ के थाहा मलाई। 2 बिघा छैन भाउजू। बिउ त धेरै कारेकै छ। ए यताबाट तपाईँ बिउ खाल्ने कता जानु म एक्लै साथीहरू। लु भन्नु त सबै मान्छे त बिरारमै फस्दैछ। म एक्लै जानु मर्नलाई। साथीहरू अस्ति बर्थडेमा निकालेको थिएँ नि मैले। बयसको बर्थडे थियो नि। कति थियो 31 गते। कति चाहिँ किन लिएन छङ्गर छ त। अब पार्टी दियो न साथीहरू। रोप्न त के मैले केही पनि रोपेकै छैन। म चाहिँ बिछन फालेको फाले उनीहरूले रोप्दैछ यसरी। टिकटक नै ब्लग थियो मन आकाशबाट आएको त पछाडिबाट नबना भन्दैछ क्या। मलाई अगाडिबाट बना भन्दैछ। ठुलो साथीहरू मेरो पाइ और
यस्तो यस्तो सुन्न पाइन्छ हेर्नु 1 बजिसक्यो साथीहरू अब हामी चाहिँ खाना खाना जान आँटेको एकदम घाम गरिदियो अघि चाहिँ कस्तो मौसम राम्रो थियो नि अहिले त यस्तो घाम गर्दैछ नि यस्तो घाम अब खाना जान आँटेको खाना चाहिँ घरमै लान्छ घर नजिकै छ नि त त्यही भएर टाढा भएको भए त अरूको त छिट्टै मिलाउँछ सबै मान्छे काममा गयो भने नि यस्तो हालत हुन्छ हेर्नु बाख्राहरू पनि बिचरा अघिदेखि भोग्यो अनि अब घाँस काट्छु अलिक त यस्तो घाममा आएर काम गर्नुपर्छ त घाँस काट्छु अलिक के गर्नु त आएकै छैन नि भाउजू त आउनुहुन्न थाहा छ मम्मी पनि अहिलेसम्म आउनुभएको छैन साथीहरू मुसुरीको दाल अचार खोर्सानी आलु बदाम अनि उ त्यो पनि थियो के भन्छ अदौरी के भन्छ त्यो थियो अनि खिरा हाम्रो अब जन्म यस्तै साग हुन्छ तर मेरो कादोको दिन पापड खिरा अचार अनि के भन्छ उ त्यो पकौडीहरू के बनाउँछ एक बिघा मात्रै छ नि त अनि मासु हुन्छ यसको त्यो चराउँछ के भन्छ पाठी को खान्छ पाठीको मासु यति मात्रै चाहिँ चराइची त खाएर जाइ सोध्न लो कुन पूजा खाइछ सबरा संसारी पूजा रे खाना टेक्न ल साथीहरू खाएको साथीहरू म तपाईँलाई मेरो बचपनको साथीलाई देखाइदिन्छु ल नै देखाइदिन्छु पागल नि यति चाहिँ मात्रै तर कोही जाङ देखाइदियो मेरो अब वो तो हमने खाई ली है कौन मैं कहीं बोल ली उन्होंने ले हाल दो सब्सक्राइब दे Emotional, damn it! डनवन पर दाँत करिया देखल जाइछ रे हमारा आपने देखा था इसे आम खाके बेसी क्या अनि पाइन भी न बचपन को साथी सँग क्या क्लासमा पढ्यो आफ्नो नर्सरी छ 6 क्लास सम्म 6 क्लासमा पढेको साथी एउटै गाउँको हो नि त त्यही भएर चिनजान छँदैछ एउटै गाउँ होइन छिमेकी गाउँको हो छिमेकी गाउँ तपाईँ नानी घर नै चाहिँ कतिमा खेलाइसक्यो पनि यति खेलेको छु नि गीत गर्ने भने सारी घरको सारी लबाजा के दिँदैछ गीत गर्ने भने अनि लबाजा कन्या आकृतिको बनाइछ नि अनि लबाजा अमिताभ बुझाउ मन गाडी आवर पनि छले बेलुका भइसक्यो साथीहरू यो चाहिँ घुमरवा पाइलेको छ ल अनि यो चाहिँ मेरो पाइ यहाँदेखि त्यहाँसम्म यत्रो अब कसैले पनि मोबाइल समातिँदैन के गर्नु सबैजनाले आफ्नो रोप्दैछ त्यही भएर कतिजना छौँ हामी जम्मा 16-17 जना छौँ यति नै ल साथीहरू अब के गर्ने कसैले मोबाइलै समातिँदैन के आफै रोपेर पनि देखाउनु अब अर्को दिन देखाउँछु गयो भने आफ्नै खेतको दिन चाहिँ आज सबैजना धमाधम रोप्दैछ क्या आज रोप्यो त्यो हुँदैन नि त त्यही भएर चाहिँ घर आइपुगिसक्यो साथीहरू एकदम गलेर भुतुक्कै मलाई यतापट्टिको यो साइडमा के साथीहरू यो साइडमा के भएको छ यत्रो घाउ निक्लेको छ क्या यति ठाउँमा यतापट्टि पछाडिमा आफै के भएको छ यही मान्छेको ओछ्यानमा सुतेको एक दिन सुतेकी सुतिनँ बाफ्रे जिउभरि यस्तै निक्लेर मेरो बर्बाद अब नुहाउँछु ल एकदम मरिसकेको छु गर्मीले मोमोको चटनी साथीहरू त्यहाँ चाहिँ हाम्रो मोमो पाक्दैछ यहाँ मासु मोमो पाकिसक्यो अब मासु पाक्न बाँकी छ त्यही हेर्नु त कसो राखेर हाम्रो मोमो कुन मोमो चिकन मोमो यता मासु पाक्दैछ सब बनाएको मात्र यहाँ पकाउनु पर्छ अझ हाम्रो पार्टी छ गाइस बियर पनि छ हाम्रो पार्टी जहिले स्वस्तिको मात्रै पार्टी हुन्छ कि आज मेरो पनि छ बा स्वस्तिकाले यति देखाउँदैन त्यसले यति देखाउँदैन हामीलाई पार्टी खाएको आज म पनि देखाउँदैछु तँलाई मोमो साथीहरू रेडी भइसकेको छ मोमो चाहिँ अनि एक्सट्रिम अनि यता यही हो आजको पार्टी बोल न निखिला पनि 4 जना हामी छ हैन
कति खरी त्यसबाट राइटी मात्र साथीहरू मेरो आजको भ्लग चाहिँ कम्प्लिट हुन सकेन अब भोलि कन्टिन्यू गर्छु म भ्लग बाई क्यान्सल दिने म पनि घर जान्छु हामीले चाहिँ खाएर सबै चिज भइसक्यो खाइपिइसक्यौँ अब घर जान्छु अहिले चाहिँ कति 10-11 बज्यो होला 9 कि 10 बजेको ल अब घर जाँदैको अब भोलि भिडियो कन्टिन्यू गर्छु बाई गुड नाइट गाइज आज चाहिँ नेक्स्ट डे अनि मेरो नेक्स्ट डे चाहिँ खेतबाट सुरु हुँदैछ अघि नै आएको थिएँ अब खाजा खाना अनि खाजा मत्सम रम्पम भुजा अनि कुन मासु खिरा मासु अनि यहाँ मैले आँप ल्याएको छु यता पनि आँप थियो यो झोली